त्यो हातले भनेको मेरो गफ लगाएको होइन त्यो चाहिँ दुईवटा भइसक्यो अरू पनि थ्याङ्क यू अन्त सुषमा म्याम चाहिँ मलाई चाहिँ एज अ फ्रेन्ड पनि भयो अनि कलिग्स पनि भयो सो त्यो गर्दा हेर्दा चाहिँ अहिलेसम्म ओभरअल हेर्दाखेरि चाहिँ लाइक एकदम कस्तो छ भने फ्रेन्डली नेचर छ अनि हेल्पफुल नेचर छ उहाँको चाहिँ अनि अर्को चाहिँ कस्तो छ भने जे आए पनि लाइक अलिकति एक्सप्रेसिभ भन्नाले सेयर गर्नुहुन्छ त्यो बानी चाहिँ एकदम मलाई उहाँको मनपर्छ एकदम त्यो केही कुरा परेको छ भने आफूले आफ्नो क्लोजनेसहरूलाई सेयर गरेर लाइक हामीहरूले केही कुरा भनेको छ भने त्यो गाइडेन्सलाई लिएर उहाँ आफ्नो केही छ भने पूजा म्यामको चाहिँ अब म उहाँसँग लगभग 1 इयर काम गरेँ गर्दाखेरि पनि त्यो कहिले पनि रिसाउने गर्ने कहिले पनि गर्नु भएन एज सपोर्टिभै गर्नुभयो अनि अब केही कुराहरू हाम्रो अब सँगै क्लास लिँदाखेरि पनि कहिले पनि उहाँले अब मलाई मात्र आउँछ भनेर घमण्ड पनि कहिले पनि गर्नु भएन प्लस अनि उहाँलाई आएको कुरा पनि म सिकाउँथेँ उहाँलाई आएको कुरा पनि कति नयाँ कुराहरू मलाई सेयर गर्नुहुन्थ्यो हाम्रो कुमारी म्याम चाहिँ फर्स्टमा चाहिँ राम्रै हुनुहुन्छ अनि सेकेन्डमा भनेको चाहिँ फ्रेन्डली हुनुहुन्छ सुरुमा चाहिँ छुच्चे जस्तो लागेको थियो मलाई म सुरुमा आउँदाखेरि चाहिँ मलाई पनि मलाई लागेको थियो होला सायद अनि अहिले चाहिँ फ्रेन्डली हुनुहुन्छ राम्रै हुनुहुन्छ सञ्जना म्याम चाहिँ सबैसँग एकदम मिलापी हुनुहुन्छ पहिलेदेखि नै चिन्जान भएको अनि हातमा मेहनत चाहिँ एकदम मजाले लाउनुहुन्छ म सञ्जना म्यामसँग 3-4 वर्षसँगै काम गरेँ अब आफूलाई नआएको कुरा सोध्दा साह्रै हेल्पफुल हुनुहुन्छ त्यो चाहिँ फिल गरेँ अनि एकदम स्विट बोल्नुहुन्छ राम्रो हुनुहुन्छ म्यामसँग मैले काम गरेँ एज अ सँगै पनि काम गरेँ उहाँ चाहिँ सानो सानो मैले हेल्प माग्यो भने पनि एकदम गर्नलाई रेडी हुनुहुन्छ मेरो लागि चाहिँ अरूको लागि चाहिँ गाजर लाइन भने चाहिँ बिरामी जस्तो देख्छ गाजर लायो भने चाहिँ राम्रो देख्छ है एकदम ब्युटिफुल हुनुहुन्छ अनि हेल्पफुल पनि हुनुहुन्छ भूमिका म्यामको चाहिँ मलाई इङ्ग्लिस स्पिकिङ राम्रो लाग्छ अनि उहाँको चाहिँ डान्सिङ मुभ्सहरू पनि मलाई एकदम मनपर्छ बच्चाहरूले उहाँलाई सिकाउनुहुन्छ नि जुन स्टेपहरू मलाई एकदम राम्रो लाग्छ हामीले गर्ने बेला अलि अर्कै हुन्छ उहाँले गर्ने बेला चाहिँ अलि अर्कै नै फिल हुन्छ कि राम्रो फिल हुन्छ मलाई मैले चाहिँ उहाँलाई धेरै पनि भएको छैन बल्ल बल्ल भेटघाट भयो त्यही पनि मैले उहाँलाई एकदमै राम्रोसँग गएको भएर चाहिँ उहाँ चाहिँ एकदमै सिक्ने कोसिस गर्नुहुन्छ त्यो चाहिँ मलाई एकदमै राम्रो लाग्यो उहाँ पनि सकेसम्म त्यस्तै ह्याबिट होस् जस्तो लाग्छ अनि अर्को चाहिँ उहाँले पनि एकदमै राम्रोसँग डान्स गर्नुहुन्छ एक्सप्रेसन दिँदै होइन अस्ति भर्खर हेर्दाखेरि चाहिँ एकदमै राम्रोसँग डान्स गर्नुभएको देखेँ प्लस फ्रेन्डली पनि हुनुहुन्छ उहाँसँग ओपन अप हुनको धेरै टाइम पनि लागेन जस्तो लाग्छ मलाई सबैजनाले न्यू कमर जस्तो कहिले पनि फिल गराउनु भएन क्या स्पेसली उहाँसँग मैले एक दिन काम पनि गरेँ होइन नर्सरी लोटसमा म उहाँसँगै बस्थेँ तर पनि मैले नजाने कुरा नि उहाँले सिकाउनुहुन्थ्यो कि यस्तो हुन्छ म्याम यस्तो हुन्छ उहाँ एकदम स्विट पनि हुनुहुन्छ फर्स्टमा दिनुमा ब्युटिफुल हुनुहुन्छ अनि उहाँ एकदम एक्टिभ नै हुनुहुन्छ धेरै नै एक्टिभ हुनुहुन्छ जे कुरामा नि नोटिस गर्नुहुन्छ एकदम एक्टिभ हुनुहुन्छ मतलब आजै हो सँगै बसेको उहाँसँग अनि उहाँको भोइस चाहिँ मलाई एकदम मन पऱ्यो स्माइल गरिराख्नुहुन्छ अनि बेबी उहाँको बेबी पनि एकदम क्युट भूमिकालाई चाहिँ मैले जस्ट फेरील्यान्ड जोइन गरिसकेपछि चाहिँ देखेको पनि चिनेको पनि उसको बानी चाहिँ मलाई एकदम राम्रो लाग्छ ऊ सबैजनासँग एकदम क्लोज भएर बस्छ उसले सेयरहरू पनि गर्छिन् अनि सबैलाई एकदम रेस्पेक्ट पनि गर्नुहुन्छ उसले चाहिँ अनि सोधेको कुराहरू पनि यस्तो आफूले अलिक कहिलेकाहीँ त अब हामी ठुलै भए पनि नआएको कुराहरू हुन्छ नि जस्तो यो सेसनमा पनि कुनै कुनै कुराहरू जस हामी सँगै पनि बसिरहेछौँ अहिलेसम्म स्टिल जस नआएको कुराहरू चाहिँ उसले एकदम भनिदिन्छ जस खुसी लाग्छ सानै भए पनि हामीलाई जस हेल्प गर्नुहुन्छ नआएको कुराहरू सोद्धाखेरि भनिदिनुहुन्छ थ्याङ्क यू त्यसको लागि धेरै त मन अनि उहाँ पनि कहिलेकाहीँ मात्रै आउनुहुन्छ नि त देखिरहेको छ मलाई एकदम राम्रो लाग्यो मैले अब्जर्भ गर्ने अनुसार चाहिँ कहिलेकाहीँ आए पनि कस्तो कामहरू गर्ने मैले आफ्नो 100% दिने कि ल एकछिनको लागि त आयो भने फाटाफुटी नगर्ने आफ्नै स्कुल जसरी अनि मन लगाएर गर्ने बानी चाहिँ मनपर्छ अनि मलाई उहाँको त्यो गोल मङ्गोलियन फेस त मलाई म्याम एकदम राम्रो पनि लाग्छ अनि हरेक कुराहरूमा अब जस्तो यसरी गर्नु भनेर मलाई इन्करेज गर्नुहुन्छ नि एकदम मलाई तपाईँ चाहिँ अब हुन्छ नि एउटा मेरो अब यो आइसिटी ट्रेनिङको लागि तपाईँले मलाई भन्नुभयो नि अनि
यसरी गर्नु भन्ने पनि होइन तपाईँले गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद मलाई यो आवश्यक पनि थियो तपाईँले गरेर मैले यो गर्ने मौका पनि पाएँ हजुरलाई चाहिँ म होइन यो बच्चा गएर यसको लागि होइन हजुरलाई त म एकदम गर्छु सकिन्छ घरमा पनि कुरा गर्छु मेरो सासू